फेरि मिठाई हो अनि कहाँबाट मिठाई बोकेर आयो मान्छेले के तिम्रो बुबु आइरहेको छ बिहानै ए हो र कति भएर जानुभएको ए छिटो कम भर्खर दिन चाहिँ तिरी सक्दै थियो कम्पनीले अहिले काम छैन जा भनेर टिकट काटिदियो रे भोलि पर्सि बोलाउँछु भनेको छ अरे ए अनि परेछ त मान्छे त फुल जस्तै ढक्क परेर पुरै छ त झल्लल छ त नि आज त उस्तै त हो नि के ला चुराम ढल्काइ हालेको ला कहिले हौ अस्ति सोनियाले ल्याइदिएछ र अनि राम्री न राम्री देख्छु त अनि मलाई छ त ए मलाई त के थाहा हुनु भन्दा पनि भन्दैन आउनु पाइन के आउनु पाइन किन बुढाबुढी बोलेको त छुइनँ म उसको काममा म मेरो काममा अनि छिट्टै रात परि हाल्यो हुन्थ्यो जस्तो के भन्छ त्यस्तो चाहिँ हुँदैन है लु खै होइन लाज चाहिँ लाग्दो रहेछ के लाग्नु चाहिँ आज न्यानो हुने भयो दिन